हेलो नमस्ते सबैजनालाई फेरि मेरो भ्लगमा सबैजनालाई स्वागत छ। आज चाहिँ हामी तानदिङ गोर्बो जान लागेको। हाम्रो साथी छ यहाँ चाहिँ आयुष, प्रवीण अनि उता विपिन र ग्रिस छ। अहिले चाहिँ हामी छाचोक भन्ने भिलेज ट्याक्क यता हो। अहिले पानी लिनु बसेको। त्यही अब एकछिन अब उतातिर गएपछि भेटौँ आइज चाहिँ हाम्रो साथीको भाइको अडिसकेको छ। त्यो तल भरालोमा समात्दै झार्दै बिस्तारै स्टार्टै भइदिएन के। एकछिन रेस्ट यार। यस्तो छ यार। एउटा बाइक चाहिँ हामीले उ त्यतै पुऱ्याइसक्यौँ। अब यो स्टार्ट अफ भइदियो कि स्टार्ट अफ हुनै मानेन। अब अहिले एकछिनमा भेटौँला। फाइनली स्टार्ट भयो बाइक चाहिँ। हालिदेऊ दोस्त हालिदेऊ। आफ्नो गरी हुन्थ्यो भयो है। ए भएन जाम बाइक चाहिँ फक हान्दियो अरे। यहाँ हाम्रो खटे भाइ यहाँ हिलो हुन्छ भनेर जुत्ता खुगालेर चप्पल लागिसकेको छ। मेरो त यस्तो भइसक्यो। आमामामा गरिब भयो कि बरु यार है। बाटो त यो पानी धन्ने जस्तो पानी परेन यार है। नत्र म चाहिँ औडा हुँदो रहेछ यार। साइकको हुने भयो यार। स्कुटरहरू आएको पछाडिबाट उता यार भन्दै साइकको भइरहेको म त। जाम त जस्तो उठ्याउ ए रोजाले खाँदैछ। गयो लिक्दै भयो यार। ओभर गरिम भयो यार। जस्ट पानी जस्तोमा केही खोला भेट्यो नि खेल्दिमा के। ल बाई अब थाकियो। ल कहाँ बनायो होला। फेरि मुला ल हामी चाहिँ पानी चाहिँ सिक्ले मुला त हस्दिरह हेर्नै बिर्सेको झन्। सिधा गरेर बनाएर ए गदा अनि त्यो क्यामेरा कुन चाहिँ साइड बस्यो भन्ने नि देख्दैन नि। हामी चाहिँ तानदिङ इन्टर भइसकेका छौँ। तानदिङ भिलेज है बिहान कस्तो भयो हात गऱ्यो।
नानी ल हामी चाहिँ दान्तिङ एन्टर भयो ल फाइनली है त फोटो फोटो नखिचौँ होला त त्यहाँनिर उता अहिले यसमा खिचाउनु क्या कपी ल दान्तिङ आइपुग्यो हामी चाहिँ भर्खरै टाइम चाहिँ 1:30 भयो 1:30 होइन 1 भिडियो त भन्छ नि भयो यहाँ बसिन्छ त्यहाँ चाहिँ खाएर भेट्यो हाम्रो ल दाइ ल दाइहरू हामी गयौँ दाइ ल बाई 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 दाइ ल हुन्छ ल हामीले चाहिँ यता हाले चाहिँ बाटो भेटेर ठ्याक्क अमरसिङबाट आउनु गाह्रो गरिगयो दार्जिलिङ सबै स्कुटी ल्याइदियो आइराइयो गोला माटो पनि भन्यो यसरी बनाउनु पर्यो ल बाटो त ओह्रालै रहेछ हौ ल कस्तो आनन्द होटल दान्तिङ आयो दोस हालिदेऊ तल अरेका चाहिँ नाला नाला हालियो र नालामा ब्रेक खाजा खान्छौँ अन्नपूर्ण कटेज एन्ड रेस्टुरेन्टमा अहिले चाहिँ यहाँ ठ्याक्क होटेलमा यहाँ छिर्सक्यो हामी अब यहाँ खाजा खाइन्छ एकछिन बसेर खाजा खाएर कर्पुतिर लागिन्छ अब सिधा अहिले एकछिनमा खाजा खाने भेटौँ है तपाईँको चाहिँ खाजा खायो के अरे अब चाहिँ निक्लिनु लाग्यो अब चाहिँ हामी माथि कर्पु डाँडा चढ्न लाग्यो र अब अहिले ट्याक्क आयो यहाँ माथि पछि भेटौँ है त ल अब चाहिँ हामी यहाँ तानदिङबाट निक्लेर चाहिँ अब कर्पु चढ्न लाग्यो यहाँबाट ट्याक्क ल अब चाहिँ माथितिरै गएर भेटौँ है त बाटोतिर ल बाई बाई चाहिँ हल्का माथि आइसक्यो तलबाट आमामा हात त अरे यी दुख्यो यार छैट केटाहरू तलतिरबाट आउँदैछ स्टार्ट अफ भयो चाहिँ ओके केटा यार पा हरिब चिप्ले आयो टायर चाहिँ यार डेन्जर स्लिप खाइरहेको त्यहाँ खाल्टोमा उल्टा चिरिरहेको धन्दै पल्टेको यार ल ठिक छ सियो अब माथितिर भेटौँ आयो यता बाटोतिर कता हुन्छ ल गाइस
गाइज बाटो फेरि यस्तो हो। धान्यो मेरो पठाउ त छोडेर भागिदियो त मलाई त। ल गाइज हामीलाई छोडिदियो सोलो गाइड। ढुङ्गा हाल्थ्यो त्यसले यार ढाल्थ्यो नि त्यसले कट नपुगिकन चलाइदिनु फेरि चढ्ने हो बिच्चा बिच्चामा धेरै ठाउँमा रोकियो के ल फेरि चढ्यो। अहिलेसम्म चाहिँ राम्रै भइरहेको अरे हाम्रो यात्रा। अब ल ल ल लाग्यो है त हामी अब ल चल्दै ल अड्कियो। झन् ठुलो खाल्टो भयो यार अलिकति अगाडि चढेको त अलिकति ब्याक गर अनि त्यहाँ ढुङ्गा राख त गर त म हालिदिन्छु। हुन्न र यतिले रोक 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 एकछिन ओके कुन्जियो गयो 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 माथितिर कता हुन्छ भेटौँ न यार। ल अड्किसक्यो। ओ माई गड त्यस्तो भयो यस्तो छ छट्टै खट्टै टाउको यस्तो छ बाटो यार। धगाल 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 गयो 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 ल लास्टमा त यो म उयो खट्टेँ म उता कोही मलाई टुक्ने फेरि हिँड्नु पऱ्यो गाइज। ल एउटा गयो अर्को पनि गयो ओ ल ल ल ल ल गाइजी ल ल ल जल चाहिँ हामी यता माथितिर आइपुगेर कता हो यो थाहा भएन तर यस्तो छ यो हुस्सो लागा पुरै पानी पर्ला जस्तो भयो के अब निक्लि छिटो जानुपर्छ अब चाहिँ ल है त ल अब माथि मान्छे ट्रेकिङ अब यही नि ल आगियो यार एकछिन बाटो त यस्तो छ गाडी लटकन डखरा नि भयो अब बाबा जाऊ
दोस्त त्यही छ यार ओइ 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 यताको अब भयो फेरि अब यताको यस्तो यो बाइकले तान्दै तानेन कि होइन र 4 जनाले मिलेर गरौँ होला यार त्यो यार ल अहिले माथि हरि ढाडिदियो यार कति है हामी चाहिँ ल गरबुडाबाट फाइनली आइपुग्यो है त ल यस्तो उसो लाग्यो तर फक भयो त्यत्रो दुःख गऱ्यो यार त्यस्तो भयो कतिचोटि लड्यो यो म 2 चोटि पल्टिएँ यो 2 चोटि पल्टियो एकचोटि तर यत्रोमा डरदो सर हरिब गरियो नि है त्यत्रो बाटो कोही छैन क्या यहाँ कोही छैन क्या आउने यहाँ यस्तो उसो यार फोटो खिचौँ भने नि यार ल अहिले यहीँ बस्ने हजुर दोस्त यहाँ हो यहाँको नेट सोधेको बत्ती नै छैन रे यार सकेला बस्न घुमतिर लाइन आउनु होला दाइ आउनु लाइन भन्छ नेट त चल्छ है यहाँ चल्छ कि चल्दैन नेट भन्छ सोलर छ भन्छ चल्छ है नेट सेट त है हो र यहाँ चाहिँ लाइनै नरहेछ कि यस्तो गरेर अब चाहिँ हामी खाना लाग्यो खाना लाग्यो भात खाना पर्छ त सावा च्याक्क त्यो आए हरि खाना पर्छ भात चाहिँ ल अहिले खाना आइसक्यो भन्दा हामी चाहिँ अहिले स्टोभमा यस्तो बत्ती बाल्यौँ भने चाहिँ भर्खरै यहाँ पेट्रोल झिकेर त्यो जेनेरेटरमा हालेर यो मोबाइल सोबाइल चार्ज गर्दै हुन्छ अहिले जाडो भइदिरहेको अहिले यहाँ दुईजना छन् जेनेरेटरले यतिको अति जान्दो रहेछ ल अब डाइरेक्ट अब ब्लगिङ हानिदिनु पर्छ कि है दोस्त है अब चाहिँ यति भन्दै आजको हाम्रो भ्लग चाहिँ मैले यहीँ समाप्त गर्न थालेँ होइन हामी चाहिँ गरबु डाँडामा ल है त बाई बाई सी यू इन नेक्स्ट भिडियो